आउने एक्साइटेड छ धेरै एक्साइटेड छु पर्वत राम्रो छ कि सुर्खेत राम्रो छ है ओके ल सो साथीहरु जामिनु मसँगै हामीसँगै सुर्खेत घुम्नलाई मेरो बहिनीले टिकट पनि लिइसकेर अब जानुपर्छ भित्र। नानी हजुर बुलबुले ताल कस्तो लाग्यो राम्रो लाग्यो राम्रो लाग्यो हामी आइम जंगल भित्र रहेको सुन्दर काँक्रे बिहार मन्दिर यसको बनावट हेर्नु कस्तो दामी छ डिजाइन के है कस्तो मजाले बनाएको होला कस्तो लाग्यो नानी मन्दिर छ मन्दिर एकदम सबैजना आउनु होला बजारबाट अलि पर जंगलको बीचमा बसेको यो शहीद पार्क हेर्दा पनि एकदम हरियाली के सुन्दर देखिने फोटोशूट गर्नको लागि घुम्नको लागि शान्त आनन्द बस्नको लागि चाहिँ एकदम राम्रो ठाउँ छ यहाँ पनि। हामी आइमा अर्को सुन्दर लोकेसन घण्टाघरमा साथीहरु। हेलो साथीहरु वेलकम माई न्यू ब्लग म संगीता सो के छ खबर साथीहरु कहाँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ आई होप हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै छु र आज मेरो ब्लगिङको सुरुवात भएको छ साथीहरु बिहानको 9 बजेदेखि र खाना खाएर म अनि मेरो बहिनीको तयारी भएको छ सुर्खेत घुम्न जानको लागि एक हप्ता भयो पर्वतबाट मेरो बहिनी आएको थिइन् मामाको छोरी र आज मेरो ड्युटी छ मेरो बहिनीलाई पुरा सुर्खेत घुमाउने एक्साइटेड छ धेरै एक्साइटेड छु आज मेरो ड्युटी दिनभरि घुमाउने बेलुकी चाहिँ सोध्छु है म कतिको चित्त बुझ्छ पर्वत राम्रो छ कि सुर्खेत राम्रो छ है ओके ल सो साथीहरु जामिनु मसँगै हामीसँगै सुर्खेत घुम्नलाई घरबाट हामी आइम बस पार्कमा र यहाँबाट गाडी चढेर हामी हिँड्यौं सुर्खेततिर। लगभग आधा घण्टाको हिँडाइपछि हामी आइम भेरी पुलमा। यहाँबाट पनि अझ आधा घण्टा लाग्छ सुर्खेत पुग्नको लागि। छिन्चुबाट सुर्खेत आउँदाखेरि धेरै जसो बाटोमा जंगल नै भएर आउनुपर्छ साथीहरु र सुर्खेत बजारमा आइसकेपछि हामी पहिला त आइम बुलबुलेमा किनभने बजार आउँदा बित्तिकै फर्स्टमै बुलबुले आउँछ। मेरो बहिनीले टिकट पनि लिइसकेर अब जानुपर्छ भित्र। बुलबुलेमा पहिला जस्तो हराभराली देखिएन साथीहरु किनभने फुलको सिजन नभएर होला सायद र हामी आइसक्यौं बुलबुले तालको नजिकै। सुर्खेतमा रहेको सुन्दर बुलबुले ताल वारीदेखि पारीसम्म यस्तो देखिन्छ साथीहरु। नानी हजुर बुलबुले ताल कस्तो लाग्यो राम्रो लाग्यो राम्रो लाग्यो राम्रो छ राम्रो छ अरु ठाउँमा नि त घुम्न जानेलाई कहाँ जान मन छ अब अब काई चिन्दिन हजुर अब बुलबुलेमा हल्का फुल्का घुमघाम भइसकेपछि हामीको तयारी भएको छ अब काँक्रे बिहार जानको लागि तर गर्मी चाहिँ यति धेरै छ बाहिर हिँडेर होला हुन त हिजोसम्म पानी नै आएको थियो तर अहिले चाहिँ घाम लागेको छ त्यसैले एकदम गर्मी महसुस भएको छ त्यही माथि झन् कालै कालो कपडा लगाएर गर्मीलाई इन्भाइट गरे जस्तो भएको छ साथीहरु। बुलबुलेबाट अटो लिएर हामी हिँड्यौं काँक्रे बिहार मन्दिर हेर्नको लागि। मेरो बहिनीले चाहिँ एकदम गर्मी भएर कोक खाँदैछ।
काँक्रे बिहार मन्दिर सुर्खेत बजारभन्दा अलिक पर जङ्गलको बिचमा छ साथीहरू र हामी मन्दिर बाहिर पनि आइसक्यौँ र यहाँबाट पनि टिकट काटेर हामी जाँदैछौँ मन्दिरभित्र। नानी खुट्टा त दुखे छैन? दुखे होइन। हामी आयौँ जङ्गलभित्र रहेको सुन्दर काँक्रे बिहार मन्दिर। काँक्रे बिहार मन्दिरको वरिपरि घुमिसक्यौँ। कस्तो लाग्यो नानी मन्दिर? राम्रो लाग्यो। यसको बनावट हेर्नु कस्तो दामी छ, डिजाइन के है, कस्तो मजाले बनाएको होला। यहाँ आइसकेपछि मन्दिरभित्र नि हेरौँ न, यसको बनावट हेर्नु न, पुरै ढुङ्गाको हो क्या है यो, तर कस्तो मजाले बनाएको हो के डिजाइन, पुरै ढुङ्गाको तर पुरै यति राम्रोसँग बनेको छ यो मन्दिर। मन्दिरको चारैतिर पुरै डिजाइनै मात्रै, यस्तो ढुङ्गामा पनि यस्तो राम्रो डिजाइन गराउनु भएको छ। यति ठुलो छ यो मन्दिर, क्यामेराले पनि पुगेको छैन, तर जता हेऱ्यो नयाँ डिजाइन छ कि पुरै। यसमा अर्कै छ, उतापट्टि अर्कै थियो, माथि अर्कै छ, यहाँ थिम अर्कै छ। मन्दिरको डिजाइन चाहिँ यति राम्रो छ साथीहरू। हजुरहरू पनि आउनुभयो भने चाहिँ काँक्रे बिहार मन्दिरमा एकचोटि अवश्य आउनु होला घुम्नलाई। वरिपरि चाहिँ यति राम्रो जङ्गल, त्यसको बिचमा चाहिँ यति राम्रो राम्रो चित्रकला, त्यो पनि ढुङ्गामा। ढुङ्गा त होला नि यो, ढुङ्गा जस्तै छ कि यति साह्रो छ। ढुङ्गामा पनि यति राम्रो चित्रकला बनाउनु भएको छ। यो मन्दिर बनाउने इन्जिनियर तर धेरै पहिला बनेको होला चाहिँ मान्नै पर्छ। हरेक कुनामा, हरेक मन्दिरको साइडमा, हरेक छेउमा चाहिँ आफ्नै चित्रकला छ के साथीहरू। यस्तोमा पनि छ, साइड साइडमा भएर पनि अझ यो ठाउँमा पनि, कुनै ठाउँमा पनि यहाँ चाहिँ छोडिएको छैन। हरेक डिजाइनको नयाँ नयाँ भगवानको मूर्तिहरू, फुलहरू। यहाँ कति राम्रो है नानी, यो होइन यो हाँसको, हरेक सानसानोदेखि ल्याएर यो हात्तीको, कच्छुवा होइन यो हात्ती हो, हात्ती हो। सानसानो ठाउँमा होस् या ठुलो ठाउँमा होस्, यति राम्रोसँग यो मन्दिरको डिजाइन गरिएको छ। यहाँ चाहिँ मुसा होला नि, यो चाहिँ मुसा। अब यो चाहिँ के हो अलि बुझिएन। यतापट्टि यहाँ चाहिँ गौतम बुद्धको, धेरै जसो कुनामा गौतम बुद्धको र अरू भगवानहरू धेरै सब थरीको चित्रहरू, डिजाइनहरू मन्दिरमा गरिएको छ। यता ओ माई गड, माथि माथि सब ठाउँमा, यहाँदेखि नै माथि पुरै ठाउँमा शेर, धेरै थरीको के, हामीलाई सायद थाहा पनि नहोला। माथि माथि पनि पुरै यति राम्रो डिजाइन छ मन्दिरको। काँक्रे बिहारको मन्दिर घुमेर हाम्रो तयारी भएको छ साथीहरू जानको लागि गिरी पार्कमा। कस्तो लाग्यो नानी मन्दिर? छ मन्दिर एकदम, सबैजना आउनु होला। मेरो नानीलाई चाहिँ मन्दिर एकदम मन पर्यो, मन्दिरको डिजाइनहरू सब मन पर्यो। ढुङ्गामा पनि यति राम्रो कारिगर गर्नुभएको छ, डिजाइन यस्तो राम्रो छ,
हाम्रो घुम्न जाने प्लान त गिरी पार्कमा साथीहरू, तर उहाँबाट फर्किँदा चाहिँ अलि ढिला हुन्छ भन्नुभयो अटोवाला दाइले। फेरि हामीलाई छिन्चु बजार पनि फर्किनु छ, त्यसैले हामी उता नगई नजिकै रहेको शहीद पार्कतिर घुम्न जाँदैछौँ। बजारबाट अलि पर जंगलको बीचमा बसेको यो शहीद पार्क हेर्दा पनि एकदम हरियाली के सुन्दर देखिने, फोटोसुट गर्नको लागि, घुम्नको लागि, शान्त आनन्द बस्नको लागि चाहिँ एकदम राम्रो ठाउँ छ यहाँ पनि। शहीद पार्कमा एकछिन बस्यौँ हामी, हल्का फुल्का फोटोसुट पनि भयो र त्यसपछि हामी फेरि जाँदैछौँ बजारतर्फ। हामी आयौँ अर्को सुन्दर लोकेसन घण्टाघरमा साथीहरू। आजको हाम्रो घुमघाम पनि लगभग सकियो साथीहरू र भोक पनि एकदम लागेको छ, त्यसैले हामी आयौँ नास्ता खान। राम्रोसँग सुर्खेत घुम्ने भने त साथीहरू 1 महिना बसेर पनि घुम्न पुग्दैन, त्यति धेरै ठाउँहरू छन् राम्रो राम्रो। तर जे होस्, मुख्य मुख्य ठाउँ चाहिँ मैले मेरो बहिनीलाई घुमाइदिएँ, पछि पनि फेरि मौका मिल्यो भने पक्कै नै आउनेछौँ। र आजको हल्का फुल्का घुमघाम पनि सकियो र नास्ता खाएर हामी फेरि जाँदैछौँ बस पार्कतर्फ, किनभने अब हामीलाई फर्किनु छ छिन्चु बजार। सुर्खेत बजार घुमेर दिउँसोको 4:30 बजे फाइनली हामी घर आइसक्यौँ साथीहरू। र आजको दिन एकदम रमाइलो भयो। मेरो बहिनी पहिलोचोटि सुर्खेत आएको थिए र हामी बस्ने ठाउँ चाहिँ छिन्चु बजार हो, यहाँबाट 1 घन्टा लाग्छ सुर्खेत जानलाई। र आज सुर्खेतको घुमाइ एकदम रमाइलो भयो, तर गर्मी यति धेरै थियो कि साथीहरू, हामी दुईजनाको फेस देखेरै हजुरहरूलाई थाहा भइसकेको होला, शरीर यस्तो लास्टै याङ भएको छ। झन् गर्मीले गर्दाखेरि यति गाह्रो भएको थियो, तर जे होस् रमाइलो भयो नि नानी। उसलाई चाहिँ एकदम धेरै मन पर्यो। नै कस्तो लाग्यो? मैले मन पर्यो भन्दा पनि कस्तो लाग्यो तँलाई? एकदम राम्रो लाग्यो। एकछिन भए पनि सबै ठाउँ चाहिँ थोरै थोरै कभर गरियो। अब धेरै टाइम चाहिँ भएन, किनभने गर्मी पनि थियो साथीहरू र मैले नानीहरूलाई पनि घरमै छोडेको थियो, त्यसैले गर्दाखेरि अलि धेरै टाइम पनि हामीलाई मिलेन। फेरि गर्मीले गर्दाखेरि हामी बस्न नि एकदम गाह्रो भयो कि, त्यसैले मुख्य मुख्य ठाउँ उसलाई एकछिन डुलाएर चाहिँ फाइनली हामी घर आइसक्यौँ। सो आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक कमेन्ट गर्नुहोला र आफ्नो साथीभाइहरूसँग सेयर पनि गर्नुहोला। मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला, सपोर्ट गर्नुहोला। सो भेटौँला अर्को भिडियोमा। बाई बाई।